हेलो गुड मर्निङ। आज चाहिँ म बिहानै 5:30 बजी उठिसकेको छु अनि मेरो कपाल वाउ हिजो मैले बाटेर सुतेको थिएँ अनि मैले खोलेको यति राम्रो भएको छ नि ओ माई गड। मलाई मेरो कपाल देखेको माया लाग्यो, मतलब यस्तो लभ पर्यो के भन्नु। अब त्यसपछि म चाहिँ गएँ कलेज। यो चाहिँ म कलेज पुगिसकेर जाँदैछु कलेजमा। खाली टाइममा चाहिँ हामी यसो गर्छौँ है क्लासमै टाइम पास, ब्रेक टाइम हो खास गरी। हाम्रो त्यति खाली चाहिँ हुँदैन, तर ब्रेकमै यो सबै गर्न भ्याइहाल्छौँ। त्यो ब्रेकमा यसो लुडो खेल्छन् साथीहरू अनि हामी भिडियो बनायौँ, के गर्यो त्यसरी बस्यौँ। राम हो यो चाहिँ, रामले हेर न नक्कल। अन्त क्लास चाहिँ त्यो हिजो लास्ट क्लास थियो हाम्रो। त्यसपछि क्लास सकेर हामी सबैजना क्लासरुमबाट बाहिर निक्ल्यौँ। बाहिर जाँदैछौँ हामी। अन्त सबै साथीहरू सबैजना निक्लिसक्यो। लास्टमा क्लासबाट निक्ल्यो चाहिँ राम हेर नाचेको, अमै कम्ताको छैन राम त। यो चाहिँ हाम्रो क्लास हो, क्लास प्लस कलेज। अनि राम जाँदैछ, बाई बाई राम। अनि त्यसपछि हामी निक्ल्यौँ लास्टमा, म र मेरो साथी। हामी चाहिँ लास्टमा निक्लिन्छौँ है। सो हिँड्दै निक्ल्यौँ, गयौँ, फर्क्यौँ घर। हामी चाहिँ बाई द वे साइकलमा जान्छौँ दुईजना। सो साइकलमा हामी फर्किँदैछौँ। साइकलमा जानु हाम्रो राम्रो एक्सर्साइज हुन्छ। त्यसपछि घर आइपुगेको। थ्याङ्क यू मेरो भिडियो हेर्नको लागि। यो चाहिँ घरमा आएर मैले भिडियो बनाएको लास्टको। मैले बोलेको थिएँ त्यहाँ, तर कस्तो नराम्रो भएर भोइस ओभर गर्नु पऱ्यो फेरि। जस्ट सिक्दैछ नि त, त्यही भएर। सिक्दाखेरि यस्तो हुन्छ है, एकदम म भोलिपछि पर्फेक्ट भयो भने चाहिँ राम्रो बनाउँछु। बाई बाई।